नमस्ते सबैजनालाई अनि गुड मर्निङ। अनि आज चाहिँ हाम्रो रेस्टुरेन्टमा 150 प्लेट चाउमिन अर्डर आएको हुनाले हामी चाहिँ नास्ता बोइल गर्दैछौँ चाउमिन। अनि त्यसपछि नास्ता बोइल गर्ने तयारीमै छौँ। हेर्नु चाउमिनहरू हेर्न सक्नुहुन्छ। त्यसै नेपालगञ्जमा यति गर्मी छ कि हामीहरू नेपालगञ्ज मुक्तिपुर सबैमा हाम्रो रेस्टुरेन्ट छ। बिहानको 8 बजी पनि यस्तै खालको पसिना आइरहेछ। 10-11 बजीसम्म चाउमिन बनाउनु पर्ने हो। हामी चाहिँ 2 जना मात्रै छौँ चाउमिन बनाउने। उहाँ चाहिँ मेरो श्रीमान रोक्नै म देखाउँछु नास्ता बनाउने। उहाँ चाहिँ नास्ता बनाउने सर मेरो श्रीमानज्यू। चाउमिन बोइल हुँदैछ। अनि यदि मेरो रेस्टुरेन्टमा भिजिट गर्न चाहनुहुन्छ भने नेपालगञ्ज मुक्तिपुर चोक अनि त्यसपछि बिपी चोकदेखि भित्र मुक्तिपुर आउन सक्नुहुन्छ। एन्ड रेस्टुरेन्ट वेलकम छ। यदि हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अरू भिडियो बिस्तारै हाल्दै गरौँला हजुरहरूलाई मन पर्यो भने। पुरा भिडियो हेर्नको लागि चाहिँ हजुरहरूले केही प्रतीक्षा गर्नुपर्छ र म नास्ता बनाउँदै भिडियो बनाउँदै गरेको छु। अनि चाहिँ मेरो छोरा त्यसको लागि मेरो भिडियो पुरै हेरिदिनु होला। चाउमिन चाहिँ अब रेडी हुँदैछ। चाहिँ कुकम्यान मेरो श्रीमानज्यू। हजुरहरूलाई थोरै भिडियोहरू खिचेर पठाउँदैछु, दुःख नमान्नु होला। सर्ट भिडियो हो कि आधा अनि अब कसैलाई सट्टासट हेर्न मनपर्छ नि त। यहाँ हाम्रो चाउमिन अझ बोइल हुँदैछ। अचार मोमो चटनी आधा प्याक भइसकेको छ चटनी। हाम्रो फाइनली प्याकिङ भएर पनि चाउमिन 2 कार्टुन चाहिँ गइसक्यो। अब यति बाँकी छ, अरू प्याक गर्दैछौँ। चटनीहरू यहाँ छ। 2 कार्टुन चाउमिन गएर हाम्रो चाउमिन चाहिँ पुरै भ्याइयो। अब हाम्रो चाउमिनको भिडियो यहीँ समाप्त गर्दै आजको भिडियो हेर्दै हुनेलाई सबैलाई धन्यवाद। लाइक सेयर सब्सक्राइब गरिदिनु होला मन परेमा। हामी फेरि यस्तै भिडियो ल्याएर दिनेछौँ। हस्त धन्यवाद। यता हेर्नु न।